हेलो साथीहरू, गुड मर्निङ, नमस्कार। यहाँहरूलाई राणा रत्न मगरको चाहिँ लोकल भ्लगमा स्वागत छ। तपाईँहरूलाई आज म देखाउन गइरहेको छु हाम्रो चाहिँ सुटुनी कस्तो फलेको छ होइन। यहाँ चाहिँ कित्लीमा गाइज पानी पाक्दैछ। यहाँ आगो भनेको अलिकति कम भइरहेको छ, यस्तो छ अवस्था। र यो चाहिँ हो चाइनिज साग। यो खानु एकदमै मिठो हुन्छ चाइनिज साग साथीहरू। र यहाँ छ विभिन्न तुलसीको बोट पनि रहेको छ, पौधा तुलसीको के छ। यो हो, यसलाई के भन्छ, भुइँस्याउ अरे है साथीहरू। यहाँ छ र यहाँ चाहिँ छ, तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू। यो हो के को बोट, सुटुनीको बोट, सखरखण्ड। अब म यसलाई चाहिँ तपाईँहरूको माझमा खोल्न गइरहेको छु, निकाल्न गइरहेको छु। हेरौँ कतिको पाकेको छ कि छैन, मतलब फलेको छ कि छैन, तपाईँहरूलाई म देखाउन गइरहेको छु है त। यो आरी हो होइन, यसमा अब कस्तो फलेको छ तपाईँहरूलाई म देखाउन गइरहेको छु साथीहरू। ढिला नगरिकन हामी हेर्नेछौँ। सो मैले ग्लोभ्स लगाइहालेँ। त्यस पछाडि यो सुटुनीको बोटमा कसरी आलु फल्यो, कहाँ पुगेर हो साथीहरू। ढक्कसँगले मैले बोटलाई निकालेँ यहाँ। र अब म आरीमा, किनभने यो माटो दायाँ बायाँ नहोस्, मल माटो भन्ने हिसाबले हो। ओहो फलेको छ कि छैन त है त साथीहरू। यो एक्सचेन्ज गर्ने बेला भएको छ। यो बोरा माटोको यसलाई चेन्ज गर्ने हो। सुटुनी साथीहरू, सुटुनी सुटुनीको फल बोरा भन्दा पनि तल तल गएर फलेको जस्तो देखे त हौ। यहाँ त के छ, तारा के हो, सुटुनी खान पाइन्छ कि पाइँदैन, जरै मात्रै हो कि सुटुनी पनि छ साथीहरू। मलाई अचम्म लागिरहेको छ। सुटुनी फल्यो साथीहरू, सुटुनी फल्यो। बोरामा सुटुनी फलिरहेको छ, तपाईँहरूलाई म देखाइरहेको छु। तर निकै लामो जरा गए जस्तो छ नि, भएन क्या हो साथीहरू। सोचे जस्तो केही हुँदैन, यस्तै मात्रै हो सुटुनी फलाइ। राम राम मासी गएको छ नि, खोइ त सुटुनी भनेको त बोट मात्रै पो रहेछ। अरे सकिगयो नि हजुर। अरे फोन अफ थियो र दाइ, थिएन होला, होइन होला, यहीँ थिच्छु कि। सुटुनी दह्रो फलायो भनेको त के को यत्रा रहेन रहेछ नि, यत्तेरिका कि यस्तो मात्रै पो भएछ थुक्क। अनि यो गमलामा सुटुनी कहीँ हुन्छ त अनि हुनु पर्यो नि, कहाँ छैन भन्नुको, फलेन भन्नुको तपाईँले यति भए भइगयो नि। नयाँ गीत त माघे सङ्क्रान्तिमा ठिक छ ल। यहाँ अब सुटुनी नफले, अब साथीहरू साग फल्छ। यसमा चिन्ताको विषय भएन, यस्तो छ। त्यति भए उठ्यो नि त होइन। लगानी उठ्यो नि, यति भए सट्ट चाख्नु पाइहाल्यो। यहाँ चाहिँ छँदैछ, एक मुठी सुटुनी चाहिँ फलाइयो साथीहरू ल। अनि कहाँ त्यत्तिकै हुन्छ त, अरे मेहनत। ल यस्तो छ, सुटुनीको पर्फर्मेन्स खासै देखिएन। अब अर्को यसमा चाहिँ साग फल्नेछ, दामी साग, रायोको साग टक्कसँगले रोपिन्छ। तपाईँहरूलाई म अरू देखाउन चाहन्छु। यस्तो छ है, अब यसरी हुन्छ कि भन्ने हो होइन, हुन्थ्यो यो नहुने होइन। हेर्नुहोस्, यो बोराभन्दा यसले चाहिएको जति यसले पाएन रहेछ भनौँ न। अब यो परीक्षण हो हाम्रो चाहिँ, मेहनत गर्ने एउटा हो, परीक्षण हो गर्ने भन्ने। यस्तो छ, यसलाई अब यो बोरालाई सरी यता साइड लगाइदिउँ। बोरालाई साइड लगाएर अब यहाँनिर टक्क छैन होइन नि, छ नि सुटुनी त राम्रो राम्रो फल छ नि, नफल्ने त होइन। तर पनि यसले अब चाहे जति
पाउन सकेन रहेछ। म चाहिँ त्यहीँनिर सर्कल हुन्छ भनेर चाहिँ सोचेको थिएँ। अब सुटुनी पोलेरै खाइदिने बेला हो, उसिन्न नपर्ने हो। हजुर ए त्यसको आउँदैछ नि, अब आउँछ नि। अरे छैन, माथि हलमा कराउँदै हुनुपर्ने त। कर्मचारी साह्रो ढिलो उठ्यो क्या साथीहरू। आज बिदा छ र छैन होला न्यु इयरको? अब नेपालमा न्यु इयर त वैशाख आउनै बाँकी छ है, कोही पनि मनाउने हो कि त्यस्तो बिदा त छैन होला सायद, नहुनु पर्ने। म लोकेन्द्रजीलाई फोन गराउन जस्तो। नबनाऊ होला आउँदै थिएन। ल चासो पङ्नाम त अझैसम्म पनि लागिराखेको रहेछ नि। हो नि त मनाइराखेको छ। यति भयो हजुर। अरे होइन नि उहाँको त अलिक त्यतिको त आउनु पर्यो नि। यसलाई टक्क अलिकति चाहिँ हालिराखौँ। यहाँ चाहिँ जीव जन्तुहरू पनि रहेछ। सुटुनी त धेरै नै फल्छ कि भन्ने आश थियो, त्यत्रो बोट थियो तर लहरिनु भएको थिएन त्यस्तो धेरै, अलिअलि मात्रै। चिसो छ यहाँ चाहिँ साथीहरू। यो माटोलाई यता सिफ्ट गरिरहेको छु। यसमा चाहिँ 2 बोट 3 बोट जति साग चाहिँ दामी तरिकाले ल्याएर लाउने हो। सागको बिरुवा त्यहाँ छ, अहिले होइन भरे बेलुकी। अच्छा टक्क माटो 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 सुटुनीको परीक्षण राम्रो देखिएन। यसमा गाजर ल्याउनु छ, गाजर रोप्नु छ ठक्क। अच्छा ल यस्तो यसरी ठक्क ल तयार भयो। यसलाई रबरै राम्रोसँगले सागको बिरुवा सार्ने हो, बाँकीलाई राख्ने हो। ल र चाहिँ अब यस्तो छ र अब तपाईँहरूलाई म देखाउन गइरहेको छु स्ट्रबेरी फलफुल त खानै पर्यो। सुन्तलाको बिरुवाले नयाँ पत्ता लाउँदैछ साथीहरू। यता पुली हो, यो पनि सुन्तलाको। यो हाम्रो चाहिँ कलमी गरेको सुन्तलाको बोटो अलिकति भने जस्तो सप्रिरहेको छैन। मल त दिएको हो तर यसमा के पुगेन। यो त सुक्खा पो लाग्यो कि क्या हो, अलिक डेन्जर भयो जस्तो छ। यसलाई हेर्नुपर्ने हो। अम्बकको बिरुवा छ, यो हो स्ट्रबेरी। तपाईँले अब यो फुल्दैछ होइन, फुलिरहेको छ। र यहाँ चाहिँ
यो ड्रागन फ्रुट पनि हुर्किँदैछ। ड्रागन फ्रुट सँगै मुनिबाट स्ट्रबेरी, माथि ड्रागन फ्रुट, स्ट्रबेरी ट्याक्क यहाँ फुलिरहेको छ। स्ट्रबेरी खान पाइन्छ यसपालि, अझै धेरै भएको छ भनेको चाहिँ यो हो स्ट्रबेरीको फुल बोट। ल यसरी यहाँ त फल नै लागिसकेको छ। तपाईँहरूलाई यस्तो छ र यो बिहानीको मौसममा हाँगपाङ यस्तो अवस्थामा ल पारी देखिएको भनेको चाँगे हो साथीहरू। यो मेरो गार्डन हो। ल भिडियो यहाँसम्म हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। सो अर्को भिडियोमा हामी भेट्नेछौँ साथीहरू।